अथवा के गल्ती गर्यो किन गर्यो त्यो म भन्न सक्दैन। जम्मै चाहिँ नालाको पानी शौचालयको पानी ल्याएर बडावा तालमा हालेर खसालेर त्यो ताललाई दूषित गरिदियो। नत्र त्यसमा बडावा तालमा 26 करोड रुपियाँ लगानी भएको थियो। आज केही नभए भने त्यहाँ चाहिँ बडावा ताल स्टार्ट भएको भए मिनिमम 50 देखि 60 आदमी चाहिँ रोजगार त्यहाँ पाउँथ्यो। हामीले किसानको लागि कोल्ड स्टोरको स्थापना गर्न लागिरहेको छ। त्यसको काम द्रुत गतिमा अगाडि बढिरहेको छ। अब त्यो चाहिँ कोल्ड स्टोर बनिसकेपछि किसान भाइहरूले आलु प्याज त्यो चाहिँ बडाल जिल्लामा लिएर जानु पर्दैन, पर्सामा लिएर जानु पर्दैन। आलु र प्याज उपज गरेपछि यही कोल्ड स्टोरमा राखेपछि तपाईको समस्या समाधान हुन्छ। यो गर्दाखेरि के हुन्छ भने भोलिको दिनमा खेतीको र प्याजको आलु र प्याजको डिमान्ड बढ्नेछ। किसानहरू उता पनि लगानी गर्नेछ र खेतीपाती पनि गर्नेछ भनेर मैले विश्वास लिएको छु। पोलिटिकै हिसाबमा कुरा गरौँ भने तपाईहरुलाई थाहा भएको होला, हामीले जुन चाहिँ बानेश्वर मन्दिर हाम्रो एउटा गौडको धरोहरको रूपमा छ र गौडको एउटा हस्तीको रूपमा पहचान गर्ने वाला चाहिँ जुन मन्दिर छ, त्यो मन्दिरमा दर्शनार्थीहरू बढी भन्दा बढी कसरी आउँछ यहाँ, त्यसको लागि हामीले झुलङ्गे पुलका निर्माण गरायौं। त्यो झुलङ्गे पुल मध्य प्रदेशकै दोस्रो सबभन्दा लामो पुल छ। त्यो पुल बने पश्चात बानेश्वर मन्दिरमा तपाईको आवागमन बढेको छ। केही नभए भने मात्र चाहिँ बानेश्वर मन्दिरमा दर्शन गर्न निम्ति 100 देखि 200 जना पारीबाट चाहिँ आउन गरेको छ। त्यो पनि एउटा ठूलो उपलब्धि हो। र बानेश्वर मन्दिर कति पुरानो हो त्यो कसैले यकिन गर्न सकेका थिएन। म पनि धेरै यसमा चाहिँ प्रयास गरे कि कति पुरानो छ, यसको इतिहास के हो, तर सम्पूर्ण कुरा छर्लङ्ग भइसकेको छ। हाम्रो बानेश्वर मन्दिर बनेको 650 वर्ष पुरानो ऐतिहासिक मन्दिर हो। त्यो पुरातत्व विभागबाट टोली मंगाएर हामीले त्यसको चाहिँ चेक जाँच गरायौं, उत्खनन गरायौं, त्यहाँबाट प्रमाणित भयो। बानेश्वर मन्दिरमा जुन ईट पाइएको छ त्यो ईट अहिलेसम्म नेपालमा कुनै पनि मठ मन्दिरमा प्रयोग भएको छैन। त्यो ईट कहाँ प्रयोग भएको छ भने कर्नाटकमा चाहिँ त्यो ईट प्रयोग भएको छ। त्यो ईट हाम्रो बानेश्वर मन्दिरमा तपाईको चाहिँ प्रयोग भएको छ। त्यो ईटहरुमा औंलाको छाप छ, 5 औंलाको छाप छ र त्यो चाहिँ बोर्ड पनि त्यहाँ लगाइएको छ। त्यहाँ चाहिँ अब जोतकोड चाहिँ गर्न मिल्दैन त्यो मन्दिर परिसरभित्र। त्यस्तै हामीले टाउन हलको व्यवस्था गरायौं, जुन चाहिँ यो असार माससम्म उसले हाम्रो जिम्मा लगाइदिनु पर्छ र अलिअलि काम बाँकी छ। त्यो चाहिँ मलाई पनि विश्वास छ यो आउने 20 दिनमा हाम्रो जिम्मामा चाहिँ त्यो चाहिँ जिम्मा लागिहाल्छ, जसले मैले चाहिँ विश्वास लिएको छु। त्यो टाउन हलमा केही नभए भने मिनिमम 7-8 जना मान्छेलाई चाहिँ रोजगारी पाउँछ। कोल्ड स्टोरमा तपाईको 10 जनाले रोजगारी पाउँछ। तपाईको विवाह भवन जुन बनिरहेछ कबीर चौकमा, त्यहाँ पनि 5-7 जनाले रोजगारी पाउँछ। यो कृषि तथा पशु सेवा केन्द्र बनिरहेछ, यसमा पनि मान्छेले रोजगार पाउनेछ। त हामी जुन नगरपालिकाले लग्न प्रयास गरिरहेका छौं त्यो दीर्घकालीन हिसाबले हामीले लगिरहेका छौं। हामीले चाहिरहेछौं गौड नगरपालिकाको समग्र विकास हो र यहाँको चाहिँ व्यापार व्यवसायदेखि लिएर रोजगार पनि सृजना होस्, आवागमन बढी भन्दा बढी होस् भनेर हामीले त्यो अनुरूप हामी अगाडि बढ्दै गइरहेका छौं।